च्याङ्ग्रो च्याङ्ग्रो पूर्णिमा छ Visiting Hamza with hostel mates. के बोला मेरो गाइज यो क्लिपमा चाहिँ मैले गीत हालेँ होइन किनभने यसमा चाहिँ कपिराइट लाउँछ भनेर मलाई धेरै ध्यान दिएर मैले यसमा हालेँ होइन भोइस राखिदिएँ सरी आज हाम्रो यो बस ट्रिप कस्तो सोध्छु है सबैलाई मन्दिरा सुरु भएर भन्छ तिमीलाई आजको ट्रिप कस्तो लागिरह भनेर केही शब्द भनिरह राम्रो लागिरह द नेक्स्ट वान कस्तो लागिरह तिमीलाई कस्तो लागिरह आजको एकदम रमाइलो अब चाहिँ एकछिन बस्छ है गाइस टिकटकमा नि हाल्ने म फुलबारी गर्छौ हामी मर्छ खराबमा A few moments later. सबै थाके हामी धेरै चिच्चाएर कराएर त्यस्तो छिटो जान पाइन्छ होला नि टिकट लिनु टिकट चाहिन्छ भन्न त पर्छ सो गाइज फेरि पनि कपिराइट लाग्छ भनेर मैले भोइस ओभर गरेको छु हामी ठ्याक्कै पुगेको थियौँ यतिखेर चाहिँ होइन थाहा भयो हामी सरप्राइज भयो कहाँ पुग्यौँ भनेर वाउ यो ठाउँ चाहिँ एकदम राम्रो रहेछ पिकनिक होइन कि
एकदम राम्रो लाग्यो अब हेर्दैछौँ ट्रिप त अब राम्रै भयो अब अगाडि अगाडि बिहानीको बिहान नमस्ते गर्दै फोटो खिच्ने नमस्ते नमस्ते गरिदेऊ कति राम्रो के यो कृषिको खेल्न जाँदैन यो कस्तो ठाउँ भने कृषि सबैलाई थाहा भएको होइन कस्तो हो भन्दा अनुसन्धानको क्षेत्र हो कि अनुसन्धानको क्षेत्र हरेक वस्तु हरेक चिजहरूको अनुसन्धान गर्ने थलो भएको हुनाले यहाँ हरेक चिजहरू अनुसन्धानको विषयमा रहेको हुन्छ नि कुनै कुरा सोनी किन्ने हामी टाढोबाट हेर्न पाइयो एकदम हेलो सर Hello. बस्तारे मात्रै हिँड्दै हम हामी चाहिँ बसिरहेको नानी गुराँस त धेरै नै रहेछ तर उता त मनोकामना 5 मकै सिफारिस क्षेत्र कस्तो लागिरहेको त तिमीलाई एकदम राम्रो तिमीलाई चाहिँ एकदम बब्बा बब्बा लाग्यो अरे पुण्य त नि हामी चाहिँ कृषि क्षेत्रमा आयौँ गाइज जस्तै हाम्रो त्यो चाहिँ हाम्रो होस्टेलर्सहरूको टुर हो सर्ट टुर अनि त्यो नलेजहरू बुझाउनलाई सरले लिएर आउनुभएको हो के अरे सामाजिकमा कमजोर भएर के भन्ने सुन्तला यहाँ सुन्तला छ झिङ्गा पनि छ जस्तै कि निरस रहेछ कोको अब त देखाइदेऊ के देखाइदेऊ ल ल नचुनी खाइहाल्यो गोलडाँडा हो यहीँ फलेको होला कि सर हामी पनि यहीँ फलेको होला कि सर हामी पनि हेलो गाइस देखो ना गाइस देखो ना कस्तो बाबा हेर एउटा त गो अगाडि दियो हजुर अब यो गाइस भ्लग मैले धेरै बनाएर हालेको होइन होस्टेलमा छु म अहिले 10 दिँदै हो 10 क्लासमा हो अनि अब म 10 पछि हाल्छु गाइस भ्लगिङ छिट्टै सुरु भयो के भन्ने यस्तो अब भ्लग आए पनि 10 पछि आउँछ गाइस अहिले चाहिँ आउँदैन अहिलेको लागि चाहिँ यो भिडियो पनि यस्तो दिएपछि हाल्छु सोमरो गीत गाउनु नपाइने
सब ये बर्थडे हैन सब सीसी क्यामेरा छ नि यहाँ सब लुके छ सानो सानो भयो नि हाल्छ होला छ के हाल्छ यस्तो भए हुन्छ कि हामी नदेखि तर हुन्छ चिज म साउन्ड हालिदिन्छु ल साउन्ड निक्लिन्छ क्या कुनमा नाच्दै त फटेर एक सट A few moments later. ठाउँको यो 66 हेक्टरभित्रको एरियाको ठाउँको नाम हो र अनि यसमा चाहिँ के छ भनेदेखि कुन ठाउँमा कति कुन टोली कता काममा गयो जस्तो नि अहिले म एकैछिन मोबाइल लाएन भनेदेखि चाहिँ टावर मार हुन्छ होइन र त्यतिखेर त अब हुलाकमा चिठी आउने चलन थियो त्यो भइसकेपछि अहिले हाम्रो यही ठाउँको इलाकामा एकै ठाउँमा हाजिर लाउने अलार्म बजाउने अनि त्यहाँबाट कुन प्लटिङमा कतिजना काममा गएको छन् त भनेपछि फाइल पताएर हेरेपछि हुम्ला जुम्ला अहिले भर्खर चाहिँ हामी इलाममा थियौँ भने अब हामी जन फुटेर लाग्दैछौँ नाम दिनुभएको फेरि केही प्रश्न आउने भने फेरि ध्यान सर यसको नि माथिबाट उति हुन्छ नि फुल जस्तो हुन्छ अनि यो पात सबजना नमस्कार नमस्कार कृष्ण भारती मेरो घर त यहीँ अन्नपूर्ण गाउँपालिका 3 यस कार्यालयमा कार्यरत यो रुम्ले कृषि केन्द्र स्थापना भएको 2024 सालमा बेलायत सरकारले स्थापना गर्यो त्यतिखेर पहिलो प्रथमै चाहिँ एक्सर्मेल लाउरेहरूलाई कसरी पनि भन्नु भनेदेखि 40 देखि 45 वर्षभित्रमा रिटायर भइसकेकोलाई अन्नबाली तरकारी पशुपक्षी वृक्षारोपण तालिम भनेर यो 2024 सालमा स्थापना भयो र धनकुटा पाखुरीबास चाहिँ 28 सालमा स्थापना भएको र बेलायत सरकारले 30 वर्ष बेलायत सरकारले चलायो 55 साल साउन 5 गते नेपाल सरकार हस्तान्तरण गर्यो यसको मेन तर्फबाट हजुरहरूलाई धेरै धेरै धन्यवाद भन्दै अहिले 2 सेकेन्ड यहाँ हस्त केटा हो हामी कता हो इलामबाट तल झर्दै लुम्ले कता हो गाउँ चाहिँ लुम्ले हामी प्रायको भ्लग है लाउरेहरूलाई भने नि त्यो भइसकेपछि के छ त भनेपछि जति हामी जे भए पनि हामी चाहिँ 90 वर्षसम्म बस्यौँ भनेपछि त 40-45 वर्षमा जागिरबाट रिटायर भएपछि हामी नेपाली भनेको के त भनेपछि हामी कृषकै हो कि होइन कृषक टाइम पास हुन्छ र एउटा यो डिमो हो यो तरिका लगायो भने कस्तो हुन्छ भने कहाँदेखि हामी चाहिँ अब के अरे कृषि फार्म ए थाहा छैन यार हामीलाई थाहा छैन यो त बन्द होला है जति पनि हामीले प्रेरणाहरू नर्सरीमा उत्पादन गर्छौँ र अनि कोही अनि 1 मिटरको दूरीमा मिस गरिसकेर अनि ठ्याक्कै काउली ल्याएर रोप्यौँ सुन्नु है बिउ बनाउने तरिका मेन्युअली 40 दिन कसरी त भन्नु भनेदेखि अब राम्रै प्याकेटबाट र हामी ल हाम्रो यो लामो भ्लग हुन्छ हामी केटाहरू चाहिँ अब हामी हिँड्दैछौँ अगाडि सब मिलेर होइन हाम्रो यहाँ काले दाई हाम्रो काले दाईले लगाएको टाउको दुख्यो यार गाडीमा हिँडेको त यता सुन्नु त अहिले म भन्छु त्यसमा चाहिँ के छ त्यतिखेर हामी यो जङ्गलमा 450जना कर्मचारी अब र यो बिउहरू सुकाउने एउटा आँगन पनि भयो र कृषि र भेटनरीको हाम्रो ओजेटीको भाइ बहिनीहरू आउँछन् कृषि र भेटनरीको अनि त्यहाँबाट उनीहरूलाई अफिस टाइममा हामीसित काम गर्छन् अफिस टाइमभन्दा अफिस टाइम पछाडि चाहिँ जस्तो आज 3 बजे छुट्टी हुन्छ भोलि 4 बजे छुट्टी हुन्छ त्यस्तोमा छुट्टीमा यहाँ नेट टाँस्ने भाइबल बसबल खेल्ने र यो बिउहरू त्यस्तै जस्तो सबैभन्दा नेपालभरिमा प्लास्टिकको ग्रिन हो प्लास्टिकको घर कहाँबाट बन्यो त नि भनेपछि 52 सालमा नुम्लेबाट
अर्को हुन्छ हामी हेर्छौँ अहिले तपाईँले सुन्नु होला है यसमा हामीले के गर्ने भनेदेखि यतापट्टि माथिको चियापत्ती बिचको आरू भयो र यो टिउर मैले टिउर भनेको थिएँ नि अघि जडीबुटीमा प्याकेटमा यत्रो यत्रो यो टिउर छ हजुर कसैलाई लाने इच्छा छ भने त्यहाँ हुन्छ एउटा दाइले लिएर डाटा अन भयो सर अनि हस्पिटलले गर्दा पनि हस्पिटल खान्छ कि भोक लागेको बेलामा खान्छ अरे मैले खानु खुसी त छोड्ने खेलाउने बेला के अरे रातो रातो भन्नु हल्का हल्का रातो रातो यसमा चाहिँ बिजु र के अरे बिजु र कलमी छ सुन्तलाको बेर्नाहरू र यतापट्टि हाम्रो यो ओखर भनेको हाम्रो दिदीबहिनीले तिहारमा ल्याउनुहुन्छ नि होइन तिहारमा त्यो चाहिँ यो चाहिँ दाँते ओखर हो यो चाहिँ धानको चाहिँ रिसर्च हुन्छ हाइट नाप्ने गेरा गर्ने पोलिनेसन गराउने सबै रिसर्चको कामहरू हुन्छ नछोडी बायोटेक्नोलोजी पनि रहेछ बायोटेक्नोलोजी यत्रो ठुलो रातो देख्दैनस् म यता फ्लावर फ्लावर नेपालमा कौन हो ल अरे कुन दिन यो कुन लिलिज सन्दाहरू मेरो भाउजू घाइतेलाई लाग्छ घाइतेलाई के यो त टस्टेड हो के तपाईँ ओजेटीमा आउनेहरू भनेको यो है यो बिउको लागि सबै जिउ नखोज्दैछु A few moments later. फोनमा चार्ज नभएर मैले भ्लग राम्ररी बनाएको थिएन अनि हामी चाहिँ यो ठाउँमा आएर खाना खाथ्यौँ सो गाइस हाम्रो भ्लग अब हामी चाहिँ के अरे आइसक्यौँ हामी राम्रो रमाइलो भएको थियो रमाइलो एकदमै रमाइलो बिचमा भ्लग गर्न पाएन किनकि चार्ज थिएन त्यही भएर अब हामी स्कुलमा आइसक्यौँ भइसक्यो डेट भयो सबैको मोबाइल बाई 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 अनि बाई बाई सर गाइस अब यति आजलाई यति नै अब नयाँ भ्लग 10 पछि नै होला नि है ल बाई बाई म त बाई भन्छु म त बाई भन्छु बाई ल राम्ररी बस्नुहोस् स्वास्थ्य एकदम सँग राम्ररी बस्नु होला बाई के भन्नु अरू कसैलाई ए हाम्रो मेन मान्छे त फन्नी गर भनेको गर्दै गर्दैन सब्सक्राइब गरौँ सबै गरौँ भन सेयर गरौँ सबै गरौँ यताउति हाम्रो के भन्छ अरे हाम्रो यो के अरे अस्मिनाजीको भ्लगलाई एकदम सपोर्ट गरौँ सबै मिलेर होइन फ्युचरमा ल ल ल ल ल ल नेपालको फर्स्ट होइन अब आउने अब यो 1-2 महिनामा 1 लाख कम्प्लिट हान्ने भाइ